अवश्य तपाईहरु यो भिडियो हेर्नु होला हैन। यसमा अब क्लच प्लेट छ दुई थरीको हैन। यो ओरिजिनली क्लच प्लेट हो। यो MT R15 V3 को लागि हो हैन। अब जस्तो कि यो क्लच प्लेट कसरी हाल्ने बेस्ट एरिया के हो यसको हैन। यसमा हेर्नु होला यो पेपर दुईटा सेम छ हैन। फेरि यसमा यो ठुलो छ यो सानो छ। यो पनि सानो छ। यो कहाँ राख्दाखेरि यो बेस्ट हुने हो हेर्नु होला यो भिडियो कसरी हाल्दाखेरि यो बेस्ट हो। यो ठक्कै बीचमा यो प्लेट चाहिँ जुन चाहिँ यो बीचमा राख्नु पर्छ। फर्स्टमा यो क्लच प्लेट राख्नु पर्ने हुन्छ अनि त्यसपछि यो राख्नु पर्ने हुन्छ। हेर्नु होला यो क्लच प्लेट हाल्नु भन्दा अगाडि एकछिन नयाँ मोबिलमा खोल्नलाई राखिदिँदाखेरि एकदम बेस्ट हो। यो फर्स्टमा यो हाल्ने हो यो। त्यसपछि यहाँ प्रेसर प्लेट यो हाल्ने हो। अनि त्यसपछि यो पेपर अलि फरक छ। यो पेपरमा फरक छ यो। अनि यो मलाई छ नि यो क्लच प्लेट अलि बीचमा ठक्कै बीचमा हाल्नुपर्ने हुन्छ। अनि त्यसपछि यो प्रेसर प्लेट हाल्नु होला। अनि त्यसपछि यो क्लच प्लेट। अनि त्यसपछि यहाँको यो हेरिराख्नुपर्छ। यो हालेर अनि हाल्नुपर्ने हुन्छ। यहाँनिर एउटा वासर हाल्नुपर्ने हुन्छ। यो त्यसपछि यो बल हाल्नु होला। ठ्याक्कै यो बल यसमा हुन्छ। यो बल हालेर त्यसपछि यो हाल्नु होला। बसिसकेपछि हेर्नु होला बसिसकेपछि यो। यसमा पनि स्प्रिङमा पनि उल्टो सुल्टो हुन्छ। कम फोल्डिङ भएको तलपट्टि हुन्छ, बडी ग्याप भएको माथिपट्टि हुन्छ। यो यसरी हाल्ने हो। यो यसरी हाल्ने हो। अनि त्यसपछि यो देखिराख्नुपर्छ। यो चाहिँ बाहिरपट्टि हुन्छ, यो चाहिँ भित्र हुन्छ भाइ। मेन चाहिँ मान्छेलाई यो क्लचको यो कतिमा एडजस्ट गर्दाखेरि राम्रो छ हेर्नु होला यो क्लचको हैन। ठक्कै यहाँबाट यो क्लच एडजस्ट गर्ने हो। यो कतिमा यहाँ हेर्नु होला हैन। क्लच लिएपछि यो मजाले काम गरिरहेको छ। यहाँ हेर्नु होला। यो मिस्त्रीलाई म के भन्न चाहन्छु, तपाईहरु क्लच प्लेट हाल्नु बेलामा के गर्नु भन्दाखेरि यहाँ तलमाथि एडजस्ट गर्ने ठाउँ हुन्छ जुन चाहिँ यहाँ छोडिदिनु होला। कसैलाई मानौँ क्लच टाइट भयो हैन। क्लच टाइट भएपछि यहाँ एडजस्ट गर्ने ठाउँ राखिदिनु होला हैन। टाइट भएपछि लुज गर्न सकोस्, लुज भएपछि टाइट गर्न सकोस्। यस्तो यहाँ एडजस्ट गर्ने ठाउँ चाहिँ छोडिदिनु होला। प्रायः जस्तो कस्तो हुन्छ क्लच प्लेट हालिदिन्छ अनि एडजस्ट गर्ने ठाउँ छोड्दैन क्या। यो चाहिँ नगर्नु। यो गरेपछि के हुन्छ क्लच प्लेट छिटै बिग्रिन्छ क्या। तपाईहरु पनि गर्दाखेरि तलमाथि एडजस्ट गर्ने ठाउँमा एफजेटहरु पनि गर्दाखेरि एडजस्ट गर्ने ठाउँ चाहिँ छोडिदिनु होला के। एडजस्ट गर्न ठाउँ छोडेपछि क्लच प्लेट त्यसको फेरि कि क्लच प्लेट चेन्ज गर्नुपर्ने हुन्छ कि यो फेरि खोलेर एडजस्ट गर्ने पर्ने हुन्छ। त्यही भएर यति कुरा तपाईहरु पनि याद गर्नु होला। यस्तै भिडियोको लागि मेरो फेसबुक पेज चाहिँ फलो गर्नु होला। युट्युबबाट हेर्नुहुन्छ भने सब्स्क्राइब गर्नु होला। लाइक शेयर कमेन्ट। धन्यवाद।